वेलकम ब्याक टु माई न्यू ब्लग। आज फेरि हामी आइसकेका छौँ एउटा नयाँ भिडियो लिएर। आज चाहिँ रक्षाबन्धन। हामी चाहिँ आज फुपू घर जाँदैछौँ गाइस। तीबाट आन्टी घर पनि जाँदैछौँ। हामी चाहिँ आज राखी बाँध्न गइरहेको छौँ आन्टीको छोरो एलेक्सलाई। राखी साखी बाँधेर अब चाहिँ हामी फुपू घरमा जान लाग्छौँ। त्यहीमा त हेर्नु चाहिँ गाइस म कस्तो देखाएको छु। यो चाहिँ यस्तो छ, म चाहिँ यस्तो देखाएको छु। लाइक कमेन्ट गरिदिनु होला न। सब्सक्राइब मध्ये कसलाई ज्यादा स्वागत छ, कसलाई देखाएको छ प्लिज कमेन्ट गरिदिनु होला। सब्सक्राइब नगरिदिनु होला बारे, सब्सक्राइब पनि गरिदिनु होला मेरो आइडीलाई। अनि आज चाहिँ हामी के गर्छौँ सम्पूर्ण गतिविधि देखाउनेछौँ गाइस। हामी चाहिँ सामानहरू किनेर जान लागेको छौँ। आन्टीको जान लागेको छौँ। यहाँ ढिलो भइसक्यो गाइसहरू। आन्टीले उनीहरू कहाँ हरायो भन्नुहुन्छ, हाम्रो यही बाटोमै पनि हेर्नुहोस् गाइस। अब चाहिँ हामी माथि चाहिँ अटोमा जाने हो। जाने अर्को खान्छ हो। उति 100 रुपियाँ खाइमा जाऊँ न। 100 रुपियाँ ज्यादा खाउँछ। 100 रुपियाँमा लाग्छ तँलाई त। ल गाइस अब म कस्तो देखाएको छु फिक्कस भन्नु। मन कस्तो देखाएको छु गाइस। मोटी भन्ने छोरा म चाहिँ पुरो फ्याट्छ भन्नु छु। म चाहिँ पातली स्लिम अक्ली मान्ने छु गाइस। नो आफू पढ्छ कहिले आफू गर्छ। म गर्छु नि गाइस। मलाई आफूलाई यसले फ्याप्ची भने आफूलाई यसले आफूलाई मोटी भने। अब म चाहिँ अब पातली स्लिम भएको छु होइन। तिम्रो चाहिँ गर्छु के तिम्रो चाहिँ कति दामी लाग्छ क्यामेरा त। घाममा दामी देखाउँछ त होइन। हामी मान्छे राम्रो भएर राम्रो देख्छ है साथी। अब चाहिँ हामी जान लाग्छौँ गाइस फुपू घर आन्टी घर बाहिर रक्षा बन्धन। यहाँ चाहिँ अङ्कल हुनुहुन्छ हामीलाई जग्गा लाग्न लाग्नु छ। अङ्कललाई देखा न 100 रुपियाँमा लाग्न लाग्नु भ्लग सुरु गरेको छु क्या मैले। मेरो युट्युबमा नै सब्सक्राइब गरिदिनु होला। युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु होला। अरूदेखि उठिसक्यौँ। अब चाहिँ हामी नजिकै छ। त्यही घर हो। हामी चाहिँ अब जान लागिसक्यौँ गाइस। यो अङ्कलको छोरी हो। मेरो बहिनी हो। यस्तो मेरो दिदी अलि बढी अलिक जति झगडा गर्छ मसँग। सिस्टर जेनी चाहिँ कहाँ गइदियो फेरि अलि नबसिनु गर्दैन। सुलु हुँदैन त्यस्तै गर उल्टै गर। चार्ज लानु दे कति राम्रो अर्को ठाउँले दिदीहरूले पारे एकैचोटि छेउमै बस भन्न पाइन्छ त। चिन्नु जान्नु केही छैन माया लाग्छ त। घिन्ताङ मादल बज्यो डमरु डम डम। घिन्ताङ मादल बज्यो डमरु डम डम। झमके माया झम झम। आज के अरे रक्षाबन्धनले यस्तो यस्तो परिकारहरू खाँदैछौँ आन्टी घर आएर।
मासु दाल भात अनि आएर झोल अचार अनि यता चाहिँ भाइ छ दिप्सु आन्टी चाहिँ त्यहाँ हुनुहुन्छ आजको लागि चाहिँ यति नै उठ्नुपर्छ अन्त्य गरौँ ल आजको लागि चाहिँ यति नै गाई हामी चाहिँ हेर्नु आएर अनि यहाँ के भन्छ सुटिकेर भर्खर उठेको छ यहाँ सबै अनि म पनि अनि आजको लागि चाहिँ अब यति सबैलाई अन्त्यमा के भन्छौ ह्याप्पी रक्षाबन्धन बाई फेरि हामी अर्को ब्लग लिएर आउनेछौँ गाइज लेट्स सी